हेलो गाइस, गुड मर्निङ एभ्रिवान अनि नमस्ते छ। आजको पहाडहरू चाहिँ एकदम घमाइलो पहाडहरू भइरहेको छ र आज चाहिँ हजुरहरूलाई जानकारी दिनु पर्दाखेरि सिक्किम नाथुला पास छाङ्गु लेक सबै खोलेको छ। केही दिनदेखि हिउँले गर्दा धेरै ब्लक भएको थियो भने आज चाहिँ चट्ट खोलेको छ हैन। अनि आज चाहिँ एकदम घाम लागेको छ, एकदम पहाडहरू एकदम घमाइलो भइरहेको छ हैन। चट्टसँगले यतातिर यस्तो छ यता चाहिँ हैन। अनि यहाँ चाहिँ अलिकति यसो बसेर उँधो पहाड हेर्ने ठाउँ हो। अनि म चाहिँ एकछिन आएर चाहिँ यसो हैन एकछिन बस्नुपर्छ यहाँ रिल्याक्स हैन। त्यही भएर हल्का रुगामार्गी पनि लागेको छ, त्यही भएर चाहिँ हल्का आवाज पनि कस्तो कस्तो आए जस्तो लाग्दैछ मलाई। सो एनिवे ठिकै छ। बाँकी अल द बेस्ट। आजको दिन तपाईहरुको मङ्गलमय होस् भन्दै अहिलेको लागि यही समाप्त।